नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी सत्यप्रकाश शाह, बिएससी नर्सिङ, श्री मेमोरियल एडभेन्टिस्ट हस्पिटल मेडिकल इन्स्टिट्युट कलेज अफ नर्सिङबाट। आज म आफ्नो साथी नर्सिङ पढेको साथीलाई म यो पोडकास्टमा आफ्नो परिचय भन्न अनुरोध गरिरहेको छु। नमस्ते, मेरो नाम चाहिँ अङ्गद भण्डारी फ्रम जुम्ला स्टडी श्री फुलचोक नर्सिङ क्याम्पसबाट चाहिँ गरेको हो। हजुरले आफ्नो जर्नीहरू 11-12देखि कसरी यही पुलचोकी क्याम्पसमा आउनुभयो पढ्न? मैले चाहिँ त्यो जर्नी कस्तो छ भने मैले चाहिँ पहिला एसी दिएको होइन, गाउँमा एसी दिएर चाहिँ मैले गाउँमा एसी दिएर चाहिँ म सिधै काठमाडौँ आएँ। काठमाडौँ आउँदाखेरि चाहिँ फर्म भरेँ होइन। फर्म भर्दाखेरि मैले दुईवटा फर्म भरेको थिएँ, एउटा चाहिँ नर्सिङमा, एउटा चाहिँ मैले होटल म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पनि फर्म भरेको थिएँ होइन। मेरो चाहिँ होटल म्यानेजमेन्टमा पनि नाम आएको थियो, अनि त्यसै गरी मेरो चाहिँ स्टाफ नर्समा पनि नाम आएको थियो। त्यसै गरी मेरो घर परिवारले चाहिँ अब साथीहरू कोही यता मेडिकल सेक्टर पढेको मेरो दाइहरूले चाहिँ यी होटल म्यानेजमेन्ट पढ्नु भन्दाखेरि यता स्टाफ नर्स चाहिँ पढ्नुपर्छ भन्ने भयो। त्यसैले गर्दाखेरि म चाहिँ स्टाफ नर्स आएको, स्टाफ नर्स पढेँ, स्टाफ नर्स चाहिँ पढ्न आएको म। हजुरले त्यो के भन्छ लाइसेन्सको बारेमा म सोध्न खोजेको। तैँले लाइसेन्स कसरी लाइसेन्सको प्रोसेसहरू के छ, कसरी हुन्छ? मलाई त केही थाहा छैन अहिलेसम्म। लाइसेन्सको प्रोसेस के हुन्छ भने पहिला चाहिँ हामीले 3 वर्ष चाहिँ कन्टिन्यू कटाएर होइन, 3 वर्ष फर्स्ट इयर पनि कन्टिन्यू गर्नुपर्छ, सेकेन्ड इयर पनि कन्टिन्यू, अनि थर्ड इयर पनि कन्टिन्यू गरेर चाहिँ हाम्रो चाहिँ थर्ड इयरमा चाहिँ थर्ड इयरको फाइनल इक्जाममा चाहिँ हाम्रो चाहिँ इन्स्टिट्युटबाट हुन्छ नि, जस्तै नेम भयो, जस्तै निम्स भयो, तिनीहरू चाहिँ हाम्रो कलेजमा चाहिँ अब मेरो कलेजमा मेरो इन्स्टिट्युटमा आऊ, मेरो इन्स्टिट्युट आऊ भनेर चाहिँ आउनुहुन्छ होइन। हामीले चाहिँ कलेजमा बोलाउने हो। तिनीहरू जस गुगलको थ्रुबाट भयो भने आफ्नो सर्च गरेर चाहिँ नर्सिङका कलेजहरू कता कता छन् तिनीहरू चाहिँ आफ्नो इन्स्टिट्युट तान्नलाई चाहिँ हाम्रो कलेजमा आएको थियो होइन। अनि मैले चाहिँ अनि त्यो टिकटकबाट नै मैले चाहिँ विशाल सापकोटा दाइको चाहिँ अब स्मार्ट छ होइन, त्यहाँ चाहिँ विशाल सापकोटा दाइ लाइसेन्सको चाहिँ स्मार्ट हो। स्मार्टमा चाहिँ त्यो दाइले चाहिँ टिकटकमा चाहिँ धेरै भिडियोहरू चाहिँ नर्सिङको बारेमा चाहिँ अब लाइसेन्सको प्रिपरेसनको बारेमा चाहिँ भिडियोहरू हाल्नुहुन्थ्यो, क्लिपहरू काटेर होइन। त्यसै लाइसेन्सको बारेमा सबै चाहिँ दाइहरूले भनिदिनुहुन्थ्यो। त्यो दाइले चाहिँ मैले कन्ट्याक्ट गरेर त्यो दाइले चाहिँ हाम्रो कलेजमा पनि बोलाएको थियो होइन। कलेजमा बोलाउँदाखेरि अनि हाम्रो बोलाउँदाखेरि त्यो दाइले चाहिँ आफ्नो अब इन्स्टिट्युटको बारेमा सबै भन्नुभएको थियो क्या मेरो। अनि मेरो इन्स्टिट्युट चाहिँ यस्तो, अनि कहिलेबाट चाहिँ सञ्चालन भएको, कति चाहिँ पास ग्रेड छ अनि भनेर चाहिँ सबै भन्नुभएको थियो। त्यही भएर चाहिँ मलाई त्यो दाइको सबै कुराहरू मन पऱ्यो। त्यहाँको सबै टिकटकबाट हेर्दाखेरि मलाई मन परेर मैले पनि 3 वर्ष कटाइसकेपछि मैले पनि पछि हाम्रो फाइनल आउँदाखेरि चाहिँ दाइ चाहिँ हाम्रो श्री फुलचोक नर्सिङ क्याम्पसमा आउनुभयो। आएपछि चाहिँ मैले पनि त्यहीँ पढ्ने चाहिँ निर्णय गरेँ। त्यो चाहिँ दाइको अनि फेसबुक पेज, त्यसपछि युट्युब पेज, त्यसपछि चाहिँ टिकटक पेजबाट चाहिँ मैले चाहिँ स्मार्टबाट चाहिँ क्लास चाहिँ लाइसेन्सको क्लास चाहिँ फिजिकल्ली अनि त्यहाँ होस्टेल बसेर चाहिँ लाइसेन्स चाहिँ गरेको थिएँ। अनि हजुरले त्यो के भन्छ स्मार्ट के भन्नु हो? स्मार्ट एकाडेमी स्मार्ट एकाडेमीमा तैँले त्यो लाइसेन्सको प्रिपरेसन गर्नुभयो होइन, काठमाडौँ नै बसेर होइन। त्यहाँ लाइसेन्स त्यो स्मार्टमा 1-2 दिन ट्राई हान्नुभयो त्यो पढ्न जानको लागि, कि अरूमा इन्स्टिट्युटमा पनि 1-2 दिन हेर्नु ट्राई हानौँ कस्तो छ भनेर हेर्नुभयो कि? त्यस्तो मैले चाहिँ गरेर त्यो दाइले चाहिँ मैले चाहिँ अब आफ्नो कलेजमा बोलाइसकेपछि त्यसै त्यो दाइले मैले चाहिँ कुरा गरेर म यति कति आउँछु भनेर सिधै म होस्टेल गएँ। होस्टेलमा जाँदाखेरि त्यहाँ फिजिकल म्यामहरूले पढाउनु भयो। त्यहाँ पढाउँदाखेरि मलाई चाहिँ सबै त्यहाँ म्यामहरूको चाहिँ हुन्छ नि क्लासहरू लिएँ मैले। क्लास लिँदाखेरि चाहिँ मलाई चाहिँ म्यामहरूको पढाइ, त्यहाँको सरहरू सबैले गर्ने व्यवहारहरू चाहिँ मलाई एकदम मन पऱ्यो क्या। मन पर्दाखेरि मैले चाहिँ अन्य ठाउँमा निम्स त्यो 9मा चाहिँ मैले गएन। तिनीहरूबाट पनि फोन आइरहेको थियो मलाई चाहिँ नेममा आउनुपर्छ, निम्समा आउनुपर्छ भनेर मलाई फोन आएको थियो। मैले चाहिँ त्यहाँ क्लास जोइन गरेन क्या। मैले सिधै चाहिँ स्मार्टमा चाहिँ गरेको हो। अनि त्यसपछि त्यहाँबाट लाइसेन्स निकाल्नुभयो, त्यहाँबाट प्रिपरेसन गरेर लाइसेन्स निकाल्नुभयो होइन। अनि त्यो लाइसेन्सहरू सालमा कतिचोटि इक्जाम दिन पाइन्छ र कुन महिनामा पाइन्छ? नर्सिङको चाहिँ लाइसेन्स चाहिँ कतिचोटि दिन पाइन्छ भन्ने त्यो चाहिँ अब नेपाल नर्सिङ काउन्सिलले गर्छ होइन। नेपाल नर्सिङ काउन्सिलले अहिले चाहिँ लाइसेन्सको लागि 3 चोटि चाहिँ गरेको छ। एउटा चाहिँ फागुनमा दिने, एउटा चाहिँ असारमा दिने, एउटा चाहिँ मक्सिरमा दिने गरेको छ। वर्षमा 3 चोटि चाहिँ हाम्रो चाहिँ लाइसेन्स इक्जाम हुन्छ। तर चाहिँ अब लाइसेन्स इक्जाम चाहिँ 3 चोटि हुन्छ होइन। हामी चाहिँ पहिलोचोटि फेल भएन हामीले चाहिँ सेकेन्डचोटि हामीले नेपाल नर्सिङले जस्तै लाइसेन्स चाहिँ जतिचोटि पनि दिन पाउने गरेको छ क्या। जस्तै हामी चाहिँ फेलियर भयो भने जतिचोटि पनि दिन पायो, 1 चोटि दिन पायो या 2 भन्दा पनि बढी दिन पायो। त्यो चाहिँ नेपाल नर्सिङ काउन्सिलले चाहिँ गरेको छ। जति पनि दिन पाइन्छ। त्यसो भए लाइसेन्स निकालिसकेपछि
मतलब सालमा 3 चोटि लाइसेन्सको इक्जाम हुन्छ। कति महिनामा हुन्छ र? 3 महिनामा कि 6 महिना? 4 महिनामा चाहिँ हुन्छ। 4 महिनामा हुन्छ। 4-12 ए 4-12 सालमा 3 चोटि इक्जाम हुन्छ। हजुरको त्यो के भन्छ नर्सिङ यस्ता स्टाफ नर्स पढ्न आउँदा कतिको गाह्रो? केटाहरू त कतिजना थियो क्लासमा अनि केटीहरू कतिजना थियो? त्यो चाहिँ गाह्रो त एकदम गाह्रो हुन्छ। किनभने गाह्रो चाहिँ हुन्छ। कसरी गाह्रो हुन्छ भने नर्सिङ पढ्न आउँदाखेरि चाहिँ पहिला हामी गाउँघरमा अनि सबैजना चाहिँ मिलेर अब केटा साथी हुन्छन्, केटी साथी पनि हुन्छन्। सबैजना अब 15 जना केटा भएपछि 15 जना केटी पनि हुन्छन् होइन। सबैजना त्यहाँ मिलेर जान्छ भने त्यो ठ्याक्क आउँदाखेरि मलाई उल्टो भयो कि 39 जना केटी 1 जना केटो भइदियो। त्यो हुँदाखेरि अलिकति गाह्रो पनि भयो। त्यो गाह्रो पनि भयो। त्यसपछि मलाई चाहिँ अलिकति जुम्लामा बसेर ल्याङ्ग्वेजले पनि म्यामहरू चाहिँ मैले बोलेको कुराहरू चाहिँ म्यामहरूले पनि बुझेन क्या पहिला। 1 महिनासम्म मेरो ल्याङ्ग्वेजले पनि गाह्रो बनायो। किन भन्दाखेरि म जुम्लाबाट आयो। अलिकति जुम्लाबाट आउँदाखेरि यहाँको चाहिँ भाषा चाहिँ अलिकति गाह्रै भयो कि मैले बोलेको म्यामहरूले चाहिँ बुझ्न चाहिँ गाह्रो भयो। अनि त्यसपछि चाहिँ अलिकति केटाहरूलाई चाहिँ नर्सिङ पढ्न अलिक चुनौतीपूर्ण छ क्या। किनभने अब सबैजना 39 जना केटी हुन्छ। आफूले भनेको कोही केटीहरूले मान्छ, कोही केटीहरूले मान्दैन। अनि झन् नर्सिङमा एकदम प्रेजेन्टेसन हुन्छ क्या। लास्टै प्रेजेन्टेसन हुन्छ होइन। टिचिङहरू प्रेजेन्टेसनहरू एकदमै हुन्छ क्या। त्यो भएपछि अनि फेरि के थियो भने हाम्रो कलेजमा चाहिँ होस्टेल थियो क्या। कम्पलसरी होस्टेल थियो। म मात्रै कम्पलसरी होस्टेल थियो। तर चाहिँ मजना 1 जना केटा भएर चाहिँ म बाहिर बस्थेँ होइन। सबैजना केटीहरू मिलेर टिचिङ गर्दाखेरि कन्टेन्टहरू बनाउँदाखेरि सबैजना कसैले ड्रइङ बनाउने, कसैले चाहिँ लेखिदिने गरेर सबैजनालाई चाहिँ सेयर गरेर पढ्दाखेरि उनीहरूलाई एकदम सजिलो भयो। मलाई चाहिँ अब त्यही कुराहरू तिनीहरूले 1 घन्टा सघाउँथ्यो भने मैले 3 घन्टा लगाउँथेँ क्या। किनभने मैले आफै चित्र बनाउने, आफै कन्टेन्टहरू बनाएर आज चाहिँ सबै लेखेर भोलि टिचिङ दिन जान्थेँ होइन। तर चाहिँ त्यो पनि गाह्रो हुन्छ। हरेक कुरामा चाहिँ गाह्रो हुन्छ कि अब कुनै नर्सिङ पढ्न चाहिँ गाह्रो पनि छ। प्रेजेन्टेसन हरेक कुराहरू अब त्यो पढाउँदाखेरि होइन हस्पिटलमा गएर त्यो पनि गाह्रो छ। यता त्यो प्रेजेन्टेसनको कन्टेन्टहरू बनाउँदाखेरि रुममा आएर त्यत्तिको प्र्याक्टिस गर्न पनि गाह्रो छ। त्यो सँगसँगै अनि एकदम चुनौतीपूर्ण पनि छ क्या। अब कुनै ठाउँमा प्रेजेन्टेसन गयो, कुनै ठाउँमा हस्पिटलमा गयो भने तिमी नर्सिङ किन पढ्यौ भन्छ। सबैले सोध्ने क्वेसन त्यही हो क्या। किन पढ्न आएको भन्छ। एब्रोड जानलाई आएको कि तिमी भन्छ। नर्सिङ पढ्नुको कारण के हो भन्छ। सबैले भन्छ होइन। नर्सिङ किन पढ्न आएको भन्दाखेरि आफ्नो गाउँघरमा सबै बिरामीहरूलाई हुन्छ नि, आफ्नो बिरामीहरूलाई केयर गर्न, आफ्नो गाउँघरका बिरामीहरूलाई बचाउनु भने हाम्रो एउटा धर्म हो नि। त्यही भएर चाहिँ अनि मैले भन्थेँ कि आफ्नो गाउँघरमा गएर त्यहाँको बिरामीहरूलाई उपचार गर्न, मैले सिकेका कुराहरू सिकाउन, त्यहाँको सेवा सुविधाहरू मबाट भएका कुराहरू चाहिँ उनीहरूले सेवा सुविधा पाउनु नै ठुलो कुरा हो नि। म चाहिँ त्यस्तो भन्थेँ क्या। चुनौतीपूर्ण चाहिँ गाह्रो छ। अब 1 जना केटालाई चाहिँ धेरै गाह्रो छ। किनभने एकदम चुनौतीपूर्ण पढ्नुपर्छ कि नर्सिङमा चाहिँ गाह्रो पनि गाह्रो छ। अनि हामी 1 जना केटा भयो चाहिँ 39 जना केटी भयो चाहिँ हरेक कुरामा गाह्रो छ क्या। त्यो के भन्छ नि अब क्लासहरूमा हाम्रो क्लासहरूमा पनि यस्तो हुन्छ, झगडा भइरहेको हुन्छ। अस्ति अब त भन्न त नपाइने जस्तै ओटी ड्युटीहरूमा स्क्रब गर्ने हुन्छ हाम्रो होइन। अब स्क्रबमा कसैले 8वटा गरेको हुन्छ, कसैले 5वटा गरेको हुन्छ। मैले एउटा पनि गरेको छैन। अनि मलाई पालै दिएको छैन। म गर्न जान्छु त्यति बेला भन्छ कि होइन म जान्छु भने साथीहरूले भन्छ म जान्छु। अनि आफू गइहाल्यो भने उनीहरू रिसाइहाल्छ, कोही बोल्दैन फेरि। त्यस्तो पनि हुन्छ। केटीहरूले पुरा काण्ड नै त्यो क्या। फेरि अब तिमीसँग त्यो भएर 1 जना साथी रिसायो, त्यो साथीले सबैजना साथीलाई बाँडिदिन्छ। भोलिबाट त्यो बोल्ने साथीहरू नबोल्ने बनाइदिन्छ क्या। त्यो पनि कम्ता गाह्रो छ हामीलाई, धेरै गाह्रो छ। त्यो नर्सिङमा अब नर्सिङ पढ्न आउने मान्छेले के हो भने एकदम चुनौतीपूर्ण छ होइन। प्रेजेन्टेसन उत्तिकै दिनुपर्छ, हस्पिटलमा गएर टिचिङ उत्तिकै दिनुपर्छ, एकदम गाह्रो छ। त्यही भएर एकदम गाह्रो छ। अब आउने भाइ बहिनीहरू छ नि एकदम पढ्न आउँछ भने होइन। मैले नेपालमा के दिएको छ भने चाहिँ 15% कोठा ल्याएर पनि नेपालमा होइन। तर एकदम गाह्रो छ। किनभने चाहिँ अब फर्स्ट इयर पढ्छ होइन, राम्रोसँग पढेर सेकेन्ड इयरमा फ्रस्ट्रेसन भएर उचा छोड्छ क्या। किनभने धेरैजना मेरो कलेजमा पनि अब पहिला मभन्दा 1 ब्याच दाइ थियो होइन। त्यो दाइले कन्टिन्यू गर्यो, म जस्तै कन्टिन्यू पास गरेर लाइसेन्स निकाल्यो। त्यसपछि चाहिँ हाम्रो कलेजबाट सेकेन्ड ब्याच भने चाहिँ केटा म हो। त्यो दाइहरूको ब्याचभन्दा अलिक पछाडि पनि आएको थियो 1 जना केटा होइन। मभन्दा अलिक सिनियर
म भन्न अझै सिनियर चाहिँ एउटा दाइ हुनुहुन्थ्यो तराईको होइन। हजुर अनि त्यसपछि चाहिँ म भन्न मेरो दिदीहरूको ब्याचमा चाहिँ एउटा आएको थियो अरे, ऊ आएर 15-16 दिनमा आएर उसले छोडेको गरे क्या। अनि म्यामहरूले पनि मलाई चाहिँ कहिलेकाहीँ सुनाउनु हुन्थ्यो क्या, तिमी पनि बाबु त्यस्तो अनि 15-16 दिन अब एक वर्ष जति पढेर छोड्छौ कि भन्थ्यो क्या। म किनभने हार मान्दिनँ, जसरी पनि गर्ने हो क्या। नर्सिङ कम्प्लिट गर्ने हो आरएनको ट्याग लाउने हो, तर आरएनको ट्याग लाएर रजिस्ट्रेसन नर्स भइसक्यो अहिले। म रजिस्ट्रेसन नर्स भइसक्यो, त्यसलाई चुनौतीपूर्ण छ क्या। तर चाहिँ गर्नुपर्छ, गऱ्यो भने सकिँदो रहेछ भन्ने पनि सक्न त सकिन्छ, पढ्नु पर्छ, तर पढेन भने त जान्छ नि मान्छे कहाँ, कट्दैन नि। फर्स्ट इयरबाट सेकेन्ड इयर कट्दैन। बरु केटाहरू 1-2जना कम्तीमा क्लासमा भइदियो भने एकदम मजा हुन्छ। त्यो पढ्न पनि कटिन्छ, सजिलै जान्छ नि, स्मुथली चल्छ जिन्दगी पनि होइन, सजिलो तरिकाले जान्छ। प्रेजेन्टेसन गर्न बरु त्यो टिचिङ गर्न एकदम नर्सिङमा चित्र बनाउन आउनु पर्यो, चित्रै हुन्छ नि। त्यो हरेक कुराको डाइजेस्टिभ सिस्टम, हार्ट, स्किन, हरेक कुरा हुन्छ नि, स्केलेटल सिस्टम, त्यो त एकदम ड्रइङको लागि त नर्सिङ पढ्न आउने पर्फेक्ट हुनुपर्छ, पर्फेक्ट हुनुपर्छ। तर मलाई काम छैन, तर आएर पनि सिक्न मिल्छ। तर त्यो त हामी भने अब सिक्ने हो, जे कुरा पनि अहिले को मान्छे जन्मिँदाखेरि पर्फेक्ट हुन्छ र? हरेक कुराहरूलाई चुनौती गरेर हरेक कुरालाई हुन्छ नि, नेभर गिभ अप भनेर अगाडि बढ्नुपर्छ कि। किनभने जे कुरा पनि सिकिँदो रहेछ। हामी पनि एउटा चित्र नबनाए पनि हामीले अहिले बनाउन सिक्यौँ नि, तिनीहरूको पार्टहरू छुट्याउन सिक्यौँ, हरेक कुरा र मुटुको भयो, त्यसपछि डाइजेस्टिभ सिस्टम, अनि तितको बारेमा सबै हुन्छ नि, स्ट्रक्चरहरू चाहिँ ड्रइङहरू बनाउन चाहिँ सिक्यो। अनि त्यो के भन्छ, अब नर्सिङ पास गरिसकेपछि हामीहरूले के क्वालिटीहरू के भन्छ इम्प्रुभ भएको जस्तो लाग्छ हजुरलाई? अब त्यसको बारेमा चाहिँ अब हामीले चाहिँ एकदम त्यसको बारेमा इम्प्रुभ के भने हामीले चाहिँ हुन्छ नि, अब बिरामीसँग कसरी काउन्सिलिङ गर्ने, बिरामीसँग कसरी डिल गर्ने, त्यसरी हामीले चाहिँ कम्युनिकेसन कसरी गर्ने, त्यो कुराको इम्प्रुभ भयो भने हाम्रा केयरहरूको बारेमा कसरी दिने, हाइजिन मेन्टेनहरू हुन्छ नि कसरी दिने। अनि हामीले चाहिँ एकदम नर्सिङको रोल भनेको एकदम केयर हो क्या, बिरामीलाई केयर प्रोभाइड कसरी दिने, हामीले चाहिँ एकदम स्टाइल मेन्टेन गरेर हुन्छ नि, त्यो तरिका चाहिँ हामीले गर्नु पर्यो। त्यसपछि त्यो चाहिँ हामी चाहिँ त्यो चाहिँ गर्नुपर्छ। अनि त्यो नर्सिङमा भनेको सबभन्दा ठुलो कुरा भनेको कम्युनिकेसन स्किल सिकिन्छ होइन, बोल्ने, बिरामीहरूसित कसरी कसरी त्यो पनि छ। अनि हामीले चाहिँ बिरामीसँग एकदम राम्रो बोल्यो भने 10% रोग पनि निको हुन्छ गरे क्या। 30% जान्छ नि, आधा जान्छ नि। किनभने हामीले चाहिँ किनभने नर्सिङ पढिसकेपछि कसरी बोल्ने, कसरी बिरामीसँग अब हुन्छ नि एकदम मिजासिलो भाषाले बोलेर एउटा हुन्छ झर्किएर तिमी कताबाट आएको भन्थ्यो भने सकियो न। त्यो भएर चाहिँ त्यो पनि हामीले चाहिँ किनभने हामीले पढिसकेपछि इम्प्रुभ गर्न सकिन्छ। बिरामीसँग कसरी डिल गर्ने, बिरामीसँग चाहिँ कसरी काउन्सिलिङ गर्ने, बिरामीलाई चाहिँ कसरी हुन्छ, बिरामीको चाहिँ बिस्तारै इन्ट्रोडक्सन दिएर होइन, के बिरामी हरेक कुरा चाहिँ आइडेन्टिफाई गरेर होइन, त्यो चाहिँ हामीले चाहिँ त्यति बोल्यो भने बिरामीलाई केही सहज हुन्छ गरे क्या। कति राम्रो नर्स कसरी बोल्यो भने हुन्छ। अनि उसले गएर पनि वार्डमा त्यो नर्स कति राम्रो थियो अनि भन्छ, एकदम झर्केर बोलेन अर्कोचोटि नर्स गर्ने, अर्को नर्स त यस्तो थियो भन्छ क्या। त्यो कुरा उतिखेर नपढ्ला होइन, पछाडि भन्छ त्यो नर्स त आमामा कस्तो एटिट्युड हो, ल भनेको बारेमा के औषधि खाने नभनिदिएको छ, यो खानु भनिदिन्छ, ट्याब्लेट निकालेर खानु भन्छ, सक्यो। त्यो हामीले पनि त अब जस्तै प्यारासिटामोलले के काम गर्छ, जस्तै पेन्टाप्रोजोलले के काम गर्छ, प्यारासिटामोल धेरै खाए के असर गर्छ त्यो बारेमा भनिदिन्छ। जस्तै प्यारासिटामोल धेरै खाए चाहिँ हामीले चाहिँ अब लिभर ड्यामेज गर्छ, त्यो चाहिँ हामीले भनिदिनु परेन। हामी मेडिकल फिल्ड पढेको मान्छेले त्यति भन्नु परेन, उनीहरू चाहिँ अब केही थाहा हुँदैन, त्यो चाहिँ हामीले भन्नु पर्यो। त्यो त्यति नै भनेन भने हामीले अब नर्सिङ पढेको के काम, उनीहरूले चाहिँ मिजासिलो भाषाले हामीले चाहिँ युज गर्यो भने उनीहरूको 30% हुन्छ नि रोग आफै सन्चो पनि हुन्छ। राम्रोसित बोलीले नि मान्छेको त्यो आधा रोग नि समाप्त गरिदिन्छ। र